हाई सबैजनालाई नमस्ते होइन अनि यो यो जुन फुल छ नि होइन आज चाहिँ मेरो गर्लफ्रेन्डको बर्थडे रहेछ क्या मलाई पनि थाहा थिएन अनि अघि भर्खर मलाई फोन गरेर भन्दै थियो होइन अनि आज त बर्थडे हो भन्दै थियो अनि मैले भनेँ त्यसलाई तँलाई के ल्याइदिउँ त भने क्या मलाई यो फेरि यो हुन्छ नि यो गिफ्ट सिफ्टको बारेमा चाहिँ खासै त्यस्तो थाहा छैन क्या होइन अनि यो फुल मैले किन देखाएको हो भने यो जुन मैले सोचेभन्दा धेरै महँगो रहेछ क्या होइन अनि कस्तो रहेछ भने यो चाहिँ जुन यो लग्जरी फुल हो होइन लग्जरी नै फुल हो होइन अनि यसको चाहिँ यो र यो जुन यो फुल र अनि अर्को एउटा फुल छ म तपाईँहरूलाई देखाउँछु है यो फुल छ क्या यो फुलको पत्ता हो होइन यसको जम्मा 30 केडी रहेछ क्या होइन कुवेतको करेन्सी अनुसार 30 केडी भनेको हो नेपालको त निकै हो है अनि कस्तो भयो भने आज बर्थडे रहेछ त्यसको मलाई थाहा थिएन होइन अनि मलाई यो फेरि गिफ्टहरू भन्ने त्यति थाहा छैन क्या के दिनु अनि ठ्याक्कै मैले यसो सोचेको के दिउँ त भन्दा फुल है फुल दिउँ न त भनेर सोचेको यो धेरै महँगो फुल पर्यो क्या होइन अब यसको अहिलेसम्म लगानी उठाउन पाएको छैन है होइन अनि साह्रै पिरमा परेँ क्या म अब फिर्ता गरौँ त फिर्ता हुँदैन है होइन अब नगरौँ त लिएर जाउँ त यो साह्रै महँगो पर्यो क्या अनि एक घन्टा भइसक्यो यो फुल हेरेको मैले है यो पानी यता पानी छर्किराखेको छ होइन अब सुरुमा यस्तो महँगो हुन्छ महँगो भनेको थाहा भए त म सायद किन्ने पनि थिइनँ अनि अब कार्ड दिएको मैले जुन मेरो कार्ड दिएको भरे मेरो म्यासेज आउँदा त ठ्याक्क 25 केडी काटेको रहेछ क्या होइन अनि अहिले अब म ठ्याक्कै अब अहिले यहाँ छु होइन अनि अब एकछिनमा मेरो ड्युटी सकिन्छ सायद भयो भने होइन म मेरो गर्लफ्रेन्डको पनि आज बर्थडे जुन बर्थडे छ होइन अनि त्यो पनि देखाउँछु होइन सक्यो भने अब त्यही पनि अब अलिक स्पोन्सरमै भएको कारणले गर्दाखेरि पनि यति त अब लगिदिनै पऱ्यो होइन यतिको त लगिदिनै पऱ्यो नि त यस्तो छ है फुल चाहिँ